दुई छिमेकी र सुनको घैँटो। धेरै समय पहिले एउटा सानो गाउँमा राम र श्याम नाम गरेका दुईजना छिमेकी बस्दथे। राम निकै दयालु, सहयोगी र इमान्दार स्वभावको थियो। तर श्याम भने निकै लोभी र अरूको कुभलो चिताउने खालको थियो। उनीहरूका स्वभाव फरक भए पनि छिमेकी भएकाले कहिलेकाहीँ सँगै काम गर्थे। एक वर्ष गाउँमा ठूलो खडेरी पर्यो। खेतीपाती नभएपछि उनीहरूले कामको खोजीमा सहर जाने निर्णय गर्यो। बाटोमा हिँड्दै गर्दा उनीहरू एउटा पुरानो चौतारीमा थकाइ मार्न बसे। त्यहाँ झाडीभित्र उनीहरूले एउटा चम्किलो वस्तु देखे। नजिकै गएर हेर्दा त त्यो सुनका असर्फीहरूले भरिएको एउटा तामाको घैँटो थियो। त्यो धन देखेपछि श्यामको मनमा पाप पलायो। उसले सोच्यो, यो सबै सुन मैले मात्र पाए त म कति धनी हुन्थे। तर रामले भन्यो, हेर श्याम, भगवानले हाम्रो दुःख देख्नु भएछ। अब हामी यसलाई आधा आधा बाँडौँ र आफ्नो परिवारको रक्षा गरौँ। तर श्यामले चलाखी गर्दै भन्यो, साथी, यति धेरै सुन गाउँमा लैजाँदा चोरको डर हुन्छ नि। हामी अहिले थोरै थोरै मात्र सुन लैजाउँ र बाँकी यही रुखको फेदमा गाडेर राखौँ। पछि आवश्यक पर्दा आएर निकालौँला नि। रामले आफ्नो साथीको कुरामा विश्वास गर्यो। उनीहरूले केही सुन लिए र बाँकी घैँटो त्यही गाडेर घर फर्किए। केही दिनपछि लोभी श्याम रातिको समयमा लुसुक्क जङ्गल गयो र सबै सुन निकालेर आफ्नो घरमा लुकायो। उसले घैँटोमा सुनको सट्टा ढुङ्गा र माटो भरिदियो। केही महिनापछि रामलाई पैसाको खाँचो पर्यो। उसले श्यामलाई भन्यो, हिँड साथी, त्यो बाँकी सुन लिएर आऊ। उनीहरू जङ्गल गए र खाल्डो खने। तर घैँटोमा त ढुङ्गा र माटो मात्र थियो। श्याम रुन कराउन थाल्यो र भन्यो, राम, तिमीले मलाई धोका दियौ। तिमीले नै यो सुन चोर्यौ र यहाँ ढुङ्गा भरिदियौ। म अब गाउँका मुखिया कहाँ उजुरी गर्छु। राम छाँगाबाट खसे जस्तै भयो। उसले सत्य बोलिरहेको थियो, तर सबुत थिएन। उनीहरू मुखिया कहाँ गए। मुखिया धेरै चतुर र न्यायप्रेमी थिए। उनले श्यामको लोभी आँखा र रामको डराएको अनुहार हेरेरै कुरो बुझिसकेका थिए। मुखियाले एउटा जुक्ति निकाले। उनले भने, यो फैसला गर्न अलिक समय लाग्छ। तबसम्म तिमीहरू दुवैले आफ्नो एउटा एउटा छोरालाई म कहाँ काम गर्न पठाउनु। श्यामले आफ्नो छोरालाई पठायो। रामले पनि पठायो। मुखियाले श्यामको छोरालाई छुट्टै राखेर सोधे, तिम्रो बुबाले राति घरमा के ल्याउनु भएको थियो? बालक अबोध थियो। उसले भन्यो, बुबाले त एउटा ठूलो घैँटो ल्याएर खलियान मुनि गाड्नु भएको छ। भोलिपल्ट मुखियाले सबै गाउँलेका अगाडि श्यामको घर खानतलासी गर्न लगाए। त्यहाँ सबै सुनका असर्फीहरू भेटिए। श्यामको पोल खुल्यो र उसले सबैका अगाडि माफी माग्नु पर्यो। मुखियाले श्यामलाई सजाय स्वरूप सबै सुन रामलाई दिन लगाए र श्यामलाई गाउँबाट निकालिदिए। रामले फेरि पनि दया देखायो र भन्यो, मुखियाज्यू, मलाई सबै सुन चाहिँदैन। मलाई मेरो भाग मात्र दिनुहोस्। रामको यो इमान्दारिता देखेर सबैले उसको प्रशंसा गरे। त्यसैले सत्य र इमान्दारिताको बाटो हिँड्ने मानिस कहिले हार्दैन। लोभले मानिसलाई अन्धो बनाउँछ र अन्त्यमा उसले आफ्नो इज्जत र मित्रता दुवै गुमाउनु पर्छ।